रेखा थापा यहाँ छ है अनि कस्तो र अर्को रेखा थापा चाहिँ यहाँ छ लजाउँछ कि ऊ चाहिँ टिकटकमा अलिकति भाइरल छ कि अनि ल है सँगसँगै है 1 2 स्टार्ट गो अलि मजाले गर्न नसी भाइले जस्तो गर्छ काले भाइले गरे जस्तो बा नसी भाइले खतरा गरिदिएर हेलो गाइज वेलकम टु माई अमृत बराल न्यू ब्लग न्यू डेज सो गाइज अनि के छ हालखबर तपाईँको सन्चै हुनुहुन्छ होला है अनि म पनि सन्चै नै छु अनि आज चाहिँ म बहिनी घर जान लागिरहेको छु है तपाईँलाई धेरै लङ टाइम पछि म भिडियोमा आएको छु अनि दिदी घर जान लागिरहेको छु होइन तपाईँसँगले अनि यहाँ चाहिँ हाम्रो अस्तिसम्म यहाँ 2 दिनसम्म होइन हावापानी आएर चाहिँ यहाँनिर हेर्न यस्तो अहिले चाहिँ घाम लागेर दामी मौसम भइरहेको छ कि है हेर्नु होला यस्तो दामी देखिरहेको छ कि गाउँघरमा हेर्न घाम लागिरहेको छ अनि यहाँ चाहिँ केराले यहाँ हावासावा आएर केरा हाम्रो चाहिँ हाम्रो बारीको केरा चाहिँ सोर तान्ती भएर सब ढलेको छ हेर्नु न केरा चाहिँ यस्तो बिचोकले बसिरहेको है हाम्रो बारीको केराहरू हेर्ने यहाँ यस्तो टाइपले बसिरहेको है ढलेर चाहिँ हेर्नु सब हावापानीले ढलेर है खत्तम बनाइदिएछ केरा हाम्रो बारीको चाहिँ सब यस्तै लडाइदिएछ हेर्ने सब अन्य केराहरू चाहिँ यस्तरी बोटहरू लडाइदिएछ यत्रो भर्खर भर्खर है ठिक्क हुने केराहरू चाहिँ भर्खर अब खाने हुने केराहरू चाहिँ अब अलिअलि समय लाग्थ्यो होला यो केरालाई चाहिँ ठुलो हुन लाने है अनि ठ्याक्कै हेर्नु हावापानी पुरै आएर हिजो 2 दिनसम्म है आएर चाहिँ 2 दिनसम्म हावापानी आएर चाहिँ झन्न आधी केरा चाहिँ ढलेछ है अनि आधी केरा चाहिँ मात्रै भएको छ धेरै जस्तो ढलेछ अनि धेरै जस्तो चाहिँ ढलेछ क्या धेरै जस्तो ढलेछ अनि 1-2 चाहिँ अब 5-6 दुई चाहिँ यस्तरी रुखबाटै भाँचिने यस्तो भइरहेको है अनि आज चाहिँ घाम मजाले लगाइरहेको छ हेर्नु गाइस है भ्यूहरू पनि बबाल आएको कि अहिले यहाँ टक्क घामहरू लगाएर होइन ठ्याक्कै आज दिन चाहिँ रोकेछ टक्कसँगले अनि त्यो 2 दिनसम्म त पानी पर्ने हावा आउने के कुरो यहाँ चाहिँ यस्तो भएको थियो अनि आज चाहिँ टक्कसँगले घाम लगाएर मजाले हेर्नु होला भ्यू दामी भ्यूहरू है टक्कसँग घाम पनि लगाइरहेको अनि त्यही हो अनि म चाहिँ आज दिदी घर जान लागेको छु कि टक्कसँगले धेरै दिनपछि अनि त्यही भएर आज हाम्रो गाउँ घर बाटोबाट जान लागेको छु है म चाहिँ अनि गाउँघरको बाटोबाट टक्कसँगले जान लागेको तपाईँलाई आज मजाले तपाईँहरूलाई म हाम्रो गाउँको बाटोहरू घरहरू देखाउन जान्छु अनि म चाहिँ क्रस फायरमा जान लागेको छु है मेरो यो दामी क्रस फायर लिएर जान लागेको छु है के अरे त्यही हो दामी छ क्रस फायर पनि अनि टक्कसँगले तपाईँहरूलाई किम्बु चाहिँ खानु भएको भएन है किम्बु चाहिँ हेर्ने यहाँ झरेर यस्तो किम्बुको समय भाले चाहिँ हेर्ने यस्तो किम्बुहरू हेर्ने कालो है किम्बुहरू पनि दामी किम्बु यस्तो छ है तपाईँलाई कसलाई मनपर्छ यस्तो कमेन्ट गरिदिनु होला है हेर्ने यहाँ यस्तो छ किम्बु चाहिँ आम्मामा उतापट्टि बारीमा उतापट्टि रोडको बारीमा पनि छ हाम्रो किम्बु है किम्बु चाहिँ लास झरेर पुरै कालै भए बुढाहरू उहाँ हदरामाले टिपेर खाइरहनु भएको यहाँनिर चाहिँ अनि त्यही हो किम्बु चाहिँ मैले नि त्यति साह्रो मलाई चाहिँ मन पर्दैन किम्बु होइन पहिला बच्चा हुँदा बोतलमा हालेर खान्थेँ हामीले नि चढेर है अनि यो अर्कै किम्बु हुँदो रहेछ कि यो चाहिँ अर्कै किम्बु भर्खर फलिदिरहेको भर्खर मतलब पाक्नु लगाएर अलिअलि पाकेको छ है यहाँ चाहिँ यस्तो छ हेर्ने किम्बु आम्मामा त्यही कालै फलेछ कि हाम्रो यहाँ घरतिर चाहिँ अनि त्यही भएर चाहिँ अब म चाहिँ जान लागिरहेको छु है दिदी घर अनि टक्कसँगले अहिले जाने बेला टक्कसँगले भेटौँ न तपाईँहरूलाई है त ल अब चाहिँ म निस्केको है टक्कसँग हेर्नु होला गाउँघरमा त्यस्तो छ टक्कसँगले है है गाउँघरमा चाहिँ बाटोहरू टक्कसँगले बिताइ निस्केको यस्तो छ हेर्नु होला बिताइ खायो अनि पानी पऱ्यो होला है खाल्डो पनि छ अलिकति होइन अब त्यस्तो छ है टक्कसँगले पुरै भागे पानी पनि यस्तो छ हिजो पानी पऱ्यो होला है पानीहरू पुरै छ खाल्डोतिर अलिअलि भन्नु हेर्नु यस्तो घामले त्यति राम्रो आएन कि गाउँघर त्यस्तो त टक्कसँगले पछाडि क्यामेरा गरेन है यस्तो छ गाउँघर त अटो आइरह होला टक्कसँगले हेर्ने यहाँ घामसम्म लगाएर होला यस्तो भएको है कालो है घाम पनि एउटै लागेको क्या अहिले चाहिँ म यहाँ हाम्रो अङ्कलको घरतिर आइपुगेँ है टक्कसँगले अलिक लाभ लाग्यो कि मलाई भिडियो गर्नु बाटोमा त्यही भएर यस्तो छ बाटो चाहिँ हाम्रो गाउँको हेर्नु टक्क गाउँघरमा टक्कसँगले है यस्तै हो नि अब गइरहेको छु सर र साइकलमा मेरो भेले क्रस फायरमा गइरहेको छु म टक्कसँगले हाम्रो अङ्कलको घर चाहिँ बनाउँदै रहेछ हेर्नु सक्नुभयो है टक्कसँगले फोटो त होइन भिडियो बनायो
राई सामानहरू चाहिँ उयो गरेर राखेँ घरहरू बनाउँदैछ है यस्तो दामी आयो भ्यू हेर्नु अगाडि हो अन्त दिदी घर चाहिँ अनि टक्कसँग मैले जाँदैछु है तर घाममा साइकल चलाउनु चाहिँ त्यति साह्रो नसक्ने रहेछ यस्तो बाटो छ हेर्नु हाम्रो गाउँको बाटो चाहिँ कहिले पिच नहुने भयो त्यही अचम्म लगाइरहेको मलाई 5-6 वर्ष भइसक्यो पिच गर्ने भने अलिकसम्म पिच चाहिँ गरेर छैन त अलिकति एउटै हुन्छ नि त ल म चाहिँ त्यहाँबाट अगाडि घुम्नुपर्ने हुन्छ गाडी छ है टक्कसँग ल दामी आएको हुन्छ है दामी दामी आहा यहाँ चाहिँ अघि फिल्ममा भेटेर चाहिँ फोटो खिचेको हेरेर त भन्नु थियो मलाई फोटो खिचेको होइन भिडियो बनायो भनेर चाहिँ डर यस्तो झन्डाको पनि गाडेको छ भने टाङ्गी छ कि दामी आएको है अब चाहिँ म अलिक फास्टै जान्छु होला है यहाँ अब अर्कै बाटो आउँछ हेर्नु होला यो चाहिँ सिमन चोक हो है सिमन चोकमा चाहिँ आइपुग्यो म यहाँबाट दक्षिण गर्नुहुन्छ अब यहाँबाट चाहिँ अगाडि छ है अब अगाडि सिधै जान्छु म साइकल ग्राङगुडुङहरू कस्तो परायो फेरि यहाँ केराबारी पनि छ केरा पनि मकै पनि सब हाम्रो गाउँमा चाहिँ है इन्जोयबलै छ क्या सब हुन्छ हाम्रो गाउँमा अब चाहिँ अलिक फास्ट हुनुपर्ने हुन्छ है साइकल चाहिँ बहिनी घर आइसक्यो त्यो साइकल कराएको भने चाहिँ यो बाटो यस्तो छ घर बनाउँछ यतातिर केराबारी हेर्नु त यता त केराहरू त्यति साह्रो ढलाएको छ हाम्रोमा त सत्तान्ति हाम्रो छ नि एउटा ढलाइ हाम्रोमा सत्तान्ति त्यता ढलाइ रहेछ दुइटा है यतातिर अलिक ढलाइ रहेछ अनि म चाहिँ बहिनी घर पनि आइपुग्यो हेर्नु यस्तो केरा टक्कसँगले खाने बेला भइसक्यो केरा त गोराउने बेला भइसकिसक्यो खाने बेला भन्दा नि म चाहिँ बहिनी घर आइपुग्नु लाग्यो हाम्रो जाँदै किनभने सकेसम्म घरमा चाहिँ छैन होला जस्तो लाग्छ मलाई अनि केही हातमा आउँछ भनेर यत्रो खाल्डो बनाएर म चाहिँ दिदी घर ठ्याक्कै आइसक्यो है अनि यहाँ चाहिँ अलिकति यो सङ्गति भइरहेको रहेछ अनि म चाहिँ बाहिर छु है अनि सङ्गति सकेर चाहिँ हाम्रो फुपूले घर बढाइरहनु भएको हाम्रो फुपूले चाहिँ सोझी हुनुहुन्छ बिचरा हाम्रो फुपू केही बोल्दैन कराउँदैन हाम्रो फुपूले सोझी हुनुहुन्छ हेर्नु कस्तो दामी घाम लगाएर कस्तो दामी भ्यू हेर्नु यस्तो दामी लाग्यो मलाई चाहिँ अनि फुपू अब तपाईँहरूको बारीमा चाहिँ के रोप्नु लाग्यो मकै रोप्नु लागेको छ पानी पठाएको छ यहाँ चाहिँ हेर्नु मकै चाहिँ एक दुईवटा चाहिँ फलाएर रहेछ यहाँ भिडियो बनाइरहेको छु कि कसलाई बनायो भन्छ अनि यहाँ यस्तो छ है माटो गिरे माटो अब यहाँ एक दुई दिन अलिकति सुकेपछि चाहिँ अनि जोतेर चाहिँ रोप्नुपर्ने हुन्छ कि किन भन्दाखेरि कहाँ अब सुकेको माटोमा जोत्दाखेरि त्यति मकै फल्दैन चिसो माटोमा चाहिँ अब पानी पठाएको अस्ति 3 दिन भयो पानी पठाएको यहाँ चाहिँ अनि त्यही हो हेर्नु कस्तो दामी देखेको घरमा है दामी त्यो अगाडिको बादल आएर होला है त्यो दामी देखायो कि ल हेर्नु अनि मकै रोप्दाखेरि जोतेर रोप्दाखेरि चिसोमा चाहिँ मकै अलिक चाँडै फलिन्छ अनि त्यति पानी हाल्नु पर्दैन चाहिँ भनेर चाहिँ खास गरी चाहिँ पानी पठाएको है दिदी बहिनीहरू चाहिँ दिदी काठमाडौँ गइसकेको रहेछ फुपू रहेछ बहिनी रहेछ अर्को रेखा थाहा पनि रहेछ अनि यतातिर केरा चाहिँ एउटै ढले खाने हेर्नु हाम्रो त आमामा केरा सब कतिवटा कुखुरा हो यो लोकल हो लोटन ए कुखुरा चाहिँ गजब गजब ठुल्ठुलो भएपछि यहाँ लिनु आउनुपर्छ कहाँ बनाउने हो रोप्नु अनि यहाँ यस्तो छ यहाँ चाहिँ कुखुरा खोर चाहिँ यो रहेछ अलिकति राम्रै रहेछ ऊ एका थापाहरू नआइरहेको बिस्तारै अनि हेर्नु त्यहाँ बोलिरहेको कस्तो दामी आयो हाम्रो नानी आएर त अर्को रेखा थापा कस्तो राम्रो देखाएको ल क्यामेरा पनि नदेखिरहेको हेर्नु आयो नि यस्तो हेर्ने आयो कस्तो राम्रो अनि यहाँ रेखा थापा यहाँ छ है अनि कस्तो अर्को रेखा थापा चाहिँ यहाँ छ लजाउँछ कि ऊ चाहिँ टिकटकमा अलिकति भाइरल छ कि अनि कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम अलिकति लजाउँछ रेखा थापा होइन अरे रेखा थापा धेरै हामी रेखा थापा अलिकति कालिन्छ नि त्यो गोरी है अनि रेखा थापाको Oh my God! Wow!
तिम्रो के छ मेरो केही नि भन न हेर्नु हिलोमा लडाइदिनु पर्छ यति होला देखा भने अनि ऊ चाहिँ अलिक लजाउँछ क्या किनभने ऊ अलिकति भाइरल छ नि त त्यही भएर लजाएको हो है हेलो अनि गाइजहरु के छ हाम्रो बहिनीले हामी भेटिसक्यो ऊ चाहिँ म भन्दा दिदी नै होला है उसको दाँत अलिकति राम्रै मिलेको क्या त्यही भएर चाहिँ मलाई अलिकति राम्रो लाग्छ कस्तो राम्रो आयो रे कता भएर त्यो हात हटा त मिला हान्यो क्या दाइ त भने घर घर के खुवाएर भोक आइरहेको छु म है हाम्रो हेर न त ल बिरामी भारेको बिरामी भएको बोली त राम्रो हो त बोली ढोक्रा च्याते तिमी गर्छ त्यो दाँत मिलाएको छैन मिलाएर चाहिँ खोइ तिम्रो चाहिँ कस्तो मिलाएको उसको त यार ल हामी चाहिँ अब यहाँ टक्क एकछिन बसेर कुराकानी गरेर होइन अहिले एकछिनमा भेटौँ है यिनीहरू चाहिँ अलिक गरेर राखेको आइसक्यो है यी खोर अघि बनाउनु भन्न थियो खोर पनि रेडी भयो खोर पनि यसले बनायो है अनि है सबैजना ठक्कसँगले है अनि म पनि अब एकछिन यहाँ बस्यो है अब के खायो अब म पनि अब घरतिर लाग्नु पर्ला जस्तो छ है अब चाहिँ ठाउँतिर सबैतिर घुम्यो यहाँ है मैले हाँसिरहेको खोर बनाइदियो भनेर खोर जस्तो त्यस्तै खोरमा भुँडी चाहिँ बनाउँछ भनेर चाहिँ यहाँनिर काठको त्यो अलिकति म्यानेज गर्न लागेको छ काठ साथ राखेर यिनीहरू चाहिँ त्यही हो अनि यहाँ धेरै दिनपछि आएको म है धेरै दिनपछि आएर कस्तो अनौठो लगाइरहेको थियो बारीसारी पनि ल्याम्बुङ होइन अब पहिला धान थियो नि त अनि ल्याम्बुङ सब बारीसारी चाहिँ त्यही पानी सानी पटाएर जोतेर पुरै ब्याङ्गु बनाइसकेको छ है अनि राइस सामानहरू पनि छ ओ राइस ओ यहाँ बाउ यहाँ त ल तिमीहरू द्वारा म एउटा गेम खेलाउँछु होइन तिमीहरूलाई म 100 रुपियाँ कि 1000 दिनु तिमी सक्छस् ल आइज पुसअप गर्न सक्छु तिमीहरूले पुसअप गर्न सक्छस् पुसअप गर्न सक्छु तिमीहरूले पुसअप के तिम्रो टक्कर भयो भने पैसा पाएन टक्कर भयो भने पैसा पायो के ए टक्कर भएन भने पैसा पाएन अगाडि के तिमीहरूले चाहिँ अगाडि चाहिँ सकेसम्म जित्नु पऱ्यो कि ल ल रेडी हो ल रेडी हो ल छिटो ल यता गर ल यता हेरेर गर छिटो ल है सँगसँगै है 1 2 स्टार्ट गो अलिक मजाले गर्न ओ नसी भाले जस्तो गर त काले भाले गर जस्तो बा नसी भाले खतरा गरिदिएर ल हेर्नु तिनीहरूले मैले हल्का गेम खेलाइदिएँ यिनीहरूलाई चाहिँ ठगसँगले होइन बा मेन चाहिँ त्यहाँ छ आमा खुर्पा चलाएको हेऱ्यो नि त्यसले कस्तो दान्ता चलाएको अरू फुपूले फेरि त्यहाँ मुडा उताले चाहिँ है ल अलिक फास्ट गर यो पैसा पाएन भाइ तिम्रो कसरी हुँदैन बाबु थियो पैसा कहाँ त्यति आउँछ पुरा तिमीलाई पैसा हुँदैन त्यसरी अलिक फास्ट गर ए ल छोडिदे अब भयो छोडिदे अलिक फास्ट हो ए हो ल हो बिस्तारै गर्छ यार हो ल मैले मलाई सिकाएर एउटा अर्कै थाहा त्यहाँ छ फेरि ल छिटो गर्ने अलिक फास्ट गर पैसा पाउँछ भने गर पैसा पाउँछ भने नगर छोड्दै छिटो गर ल अलिक फास्ट गर्ने यार कस्तो अलिक ल यार पैसा दिँदैन भाइ थुक्क तिमीहरू त काम छैन अब म चाहिँ है अब त्यही हो अब लाग्नुपर्ने हुन्छ गाइस अनि के कस्तो भन्नुहुन्छ है अब म चाहिँ लाग्नुपर्ने हुन्छ घरतिर टक्कसँगले है कतातिर जानु अब म गान लागेको नानी के भन्नुहुन्छ तँलाई दादाको युट्युब च्यानलमा यसो अलिकति बोलिदेऊ त ल छिटो म बिरामी भएर मेरो छोरा आइरहेको छ भन्छ हल्का बिरामी भएर छ के भन बहिनी चाहिँ अलिकति बिरामी भएर छ खोइ देखा त बा पुसअप गर्थेर ल यसले त गरिदिन्छ यार खै त्यत्रो उचालेको छ वेट यता हेरेर गर्दा आमा हेर्नु त ल
त्यो पनि रोइलो कस्तो स्वाग भने है मेरो भ्लग भाइरल भइदिरहेको लो ओ भाग ओए त्यो छोडे भाग ओके छोड्ल हट हट मैले एउटा हात गर्छु त यस्तरी हेर्दा हेर्दै हट त त्यहाँबाट त त्यहाँबाट हट हट न हट त जान यस्तो गर्छु तैँले एउटा हाल्दै डन हो डन तँलाई बस्तीको डन ल उचाल ल फास्ट ल 1 2 3 4 5 पैसा दिन्छु कि त गर्न त पैसा दियो भने तँलाई म त्यसरी नै यो पुसअप गर्ने हो त खडा गइसक्यो त्यहाँ ढोके ढोके हान्नु मैले भर्खरै खडा ढुङ्गी खुट्टामा ढोकेको थिएँ नि यस्तरी जु 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 गरेर ढोकेको थिएन ल छिटो गर अहिले मैले गर है रुकी 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 भाग उहाँ भाग ल ल ल ल ल कस्तो मुला रहेछ सिकाइदिइरहेको तिनीहरूलाई झन् पुसअप गर्नुलाई त्यो गाई अहिले चाहिँ म टक्कसँगले फर्किसकेको छु है अनि रमाइलो भयो त्यहाँ दिदी घर पनि बच्चाबच्चीसँगहरूमा होइन अनि म चाहिँ अहिले फर्किन्थ्यो टक्कसँगले रमाइलो भयो अनि आजको लागि चाहिँ ब्लग हुन्छ गाई चाहिँ होइन लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला मजा लाइक गर्नु होला है माया गर्दै जानु होला